धन्यवाद एवं हार्दिक आभार व्यक्त गर्न चाहन्छु मधुबन नगरपालिकाका नगर उपप्रमुखज्यू, बाल विवाह नियमितरण नगर स्तरीय सञ्जालका संयोजक पनि हुनुहुन्छ, न्यायिक समितिका संयोजक पनि हुनुहुन्छ। उपप्रमुखज्यूलाई धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। मैले अघि नै उद्घोष गरिसकेको थिएँ, सिरीमा फुर्केरी बनाको निमित्त हाम्रा भाइ बहिनीहरू तयारी अवस्थामा हुनुहुन्छ। उहाँलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। बाल विवाह गर्नु हुँदैन, बाल विवाह गरेमा के हुन्छ भन्ने सन्देश यस गीतबाट दिन खोजिएको छ। यहाँलाई सन्देशमूलक गीत र सन्देशमूलक नृत्यको निमित्त मञ्चमा आमन्त्रण गर्न चाहन्छौँ। उहाँलाई जोरदार तालीले सम्मान गरौँ। हाम्रो साना साना प्यारा भाइ बहिनीलाई अबको क्रममा जोड्न चाहन्छौँ। नपुगेको भएर बिहे गर्दा समेत भयो, सानो उमेरमा बिहे गरेको भएर जिन्दगीलाई सोचे जस्तै बनाउँछु जस्तो लाउँछ सिरैमा फुर्केरी सोचे जस्तो सजिलो छैन जीवन, सोचे जस्तो सजिलो छैन जीवन, सोचे जस्तो सजिलो छैन जीवन। नगरपालिकाका अभिभावक हाम्रा नगरपिता आदरणीय नगर प्रमुख मुनि माया जाला पढे भन्छ भविष्य, बिहे गरे जिन्दगी देहाला। बिहे गर्न हतार गर्छौ नपुग्दै 16-17, बिहे गर्न हतार गर्छौ नपुग्दै 16-17। एउटा सन्तान हुन नपाई भाइ दिन्छौ नि अलपत्र, एउटा सन्तान हुन नपाई भाइ दिन्छौ नि अलपत्र। सुन छोरा सुन छोरी हाम्रा कुरा सुन, सुन छोरा सुन छोरी हाम्रा कुरा सुन। आज सुने सबका कुरा पछि पर्ने छैन रुन, आज सुने सबका कुरा पछि पर्ने छैन रुन। राम्रोसँग पढ्नु लेख्नु नबुनी माया जाला, पढे बन्छ भविष्य नपढे जिन्दगी बेहाला। हस्त धन्यवाद।